बिहान यसरी हरियो घाँसमा चप्पल नलगाएर हिँड्ने। सुरुमा त हामीले 1-2 मिनेटदेखि सुरु गर्न सक्छौँ। त्यसपछि 10 मिनेट लगातार यसरी घाँसमा हिँड्दाखेरि हाम्रो आँखाको ज्योति एकदमै राम्रो हुँदै आउँछ। डायबिटिसले आँखा धमिलो भएको छ भने र अरू पनि आँखामा समस्या डायबिटिसको कारणले अथवा कुनै कारणले आएको छ भने त्यसमा पनि अलिकति सुधार गर्नलाई मद्दत गर्दछ। त्यसैले हामीले दिनदिनै बिहान यसरी घाँसमा बेयरफिट भनेको जुत्ता चप्पल नलगाएर 5 मिनेटदेखि 3 मिनेटदेखि सुरु गरेर 10 मिनेटसम्म सधैँ हिँड्ने बानी बसालौँ। यसले विभिन्न किसिमको आँखाको समस्याहरूलाई फाइदा पुर्याउँछ।